बेलायत अध्ययनार्थ जान चाहने विद्यार्थीहरूलाई केन्द्रित गरी रियल ड्रिम्स एजुकेसन कन्सल्टेन्सीले आफ्नो मुख्य कार्यालय बागबजारमा अवस्थित सल्यान हाउसमा युके एडमिसन डे 2026 को आयोजना गरेको छ। कार्यक्रममा विद्यार्थीहरूलाई बार ट्रेनिङ एन्ड बारिस्टाको विषयमा जानकारी गराउनका लागि टिएनटी बार ट्रेनिङ एन्ड बारिस्टा एकाडेमीको समेत उपस्थिति रहेको थियो। मेरो नाम चाहिँ विनोद खड्का, टिएनटी को एज अ फाउन्डर, डाइरेक्टर र बारको इन्स्ट्रक्टर पनि हो। सो विगत लामो समयदेखि यो यसमा फिल्डमा चाहिँ लागेको छु म। सो मोर देन 18 इयर्स एक्सपिरियन्स नेसनल्ली अनि इन्टरनेसनल्ली एक्सपिरियन्स लिएर चाहिँ नेपालमै केही गर्न सकिन्छ भनेर चाहिँ त्यो उद्देश्यले चाहिँ टिएनटी हामीले चाहिँ इस्टाब्लिस गरेको अहिलेसम्म चाहिँ 6 वर्ष भयो। सो 6 वर्षमा हामीले अहिले काठमाडौँमा चाहिँ 5 वटा आउटलेटहरू लिएर आइसकेको छौँ र काठमाडौँको विभिन्न ठाउँमा छ र यसको साथै हाम्रो प्लानिङ भनेको चाहिँ यसलाई एक्सपान्ड गरेर चाहिँ आउट अफ भ्याली पनि लिएर जाने प्लानिङ छ र हामीले फ्रेन्चाइजहरू पनि दिन थालिसकेका छौँ। र यो एउटा टिएनटी एकाडेमीमा आज एउटा ग्रेट प्लेटफर्म एउटा ड्रिम्स कन्सल्टेन्सीबाट चाहिँ हामीले पाएको छौँ र जुन एउटा स्टुडेन्टहरू एब्रोड जानेहरूको लागि चाहिँ हामीले नेपालमै बसेर एउटा इन्टरनेसनल स्किल्स र इन्टरनेसनल सर्टिफिकेट प्रदान गर्दै आइरहेको छौँ र अल अफ देम आर भेरी सेटिस्फाई एन्ड दे आर वर्किङ इन डिफ्रेन्ट हस्पिटालिटी सेक्टर्स। नेपालमा मात्रै नभएर चाहिँ उहाँहरूले चाहिँ अहिले विदेशमा पनि काम गरिरहनु भएको छ, जस्तै अस्ट्रेलिया, क्यानाडा, युके हैन, त्यसै गरी विभिन्न सेक्टरमा चाहिँ विभिन्न कन्ट्रीहरूमा काम गर्दै आइरहनु भएको छ। सो वी आर भेरी ह्याप्पी विथ द रियल ड्रिम्स कन्सल्टेन्सी एन्ड फ्रम टिएनटी एकाडेमी। र यो एउटा हाम्रो टिएनटी एकाडेमी भनेको चाहिँ नेपालमै फर्स्ट लिडिङ एकाडेमी जसले चाहिँ इन्टरनेसनली कोलाबोरेसन विथ पोलिस बार्टेनिङ स्कुलसँग चाहिँ गर्दै आइरहेको छ र नेपालमै बसेर हजुरहरूले चाहिँ इन्टरनेसनल र सर्टिफिकेट र इन्टरनेसनल्ली स्किल्स लिन सक्नुहुन्छ। र तपाईँहरू पनि चाहनुहुन्छ भने डु भिजिट आवर एकाडेमी। हेड अफिस हाम्रो चाबेलको ब्रान्चमा रहेको छ भने र अन्य ब्रान्चहरू जस्तै मिड बानेश्वर, कुमारी पाटी, त्यसै गरी हजुरको पुतली सडक र भक्तपुरमा चाहिँ एउटा क्याफे सहितको चाहिँ एउटा ठुलो एकाडेमी आउँदैछ।